तपाईलाई थाहा छ गुप्तेश्वर गुफा पोखराको छेउमै रहेको एक अत्यन्तै प्रसिद्ध र रहस्यमय धार्मिक तथा पर्यटकीय स्थल हो। यो गुफा पोखराको चिप्लेडुङ्गा बजारबाट लगभग 2 किलोमिटर दक्षिणमा देवीको झरना डेभिस फल्सको ठीक अगाडि रहेको छ। गुफाको धार्मिक, ऐतिहासिक तथा भौगोलिक दृष्टिले ठूलो महत्त्व छ। यसको नाम गुप्तेश्वर भन्ने अर्थमै पनि एक रहस्य लुकेको छ। गुप्त, गोप्य र ईश्वर भगवानको संयुक्त रूप रहेको छ। अब म तपाईलाई सुनाउँछु गुप्तेश्वर गुफाको रहस्यमय कहानी। हामी सुरुङभित्र अथवा गुफाभित्र छिर्नै लाग्दा गुफाको खोजको बारेमा कुरा गरौँ। स्थानीय बासिन्दाहरूको कथन अनुसार गुप्तेश्वर गुफा सन् 1991 तिर पुनः खोजिएको हो। पहिले यो गुफा वर्षौंदेखि जंगलले ढाकिएको अवस्थामा लुकेको थियो। एक दिन स्थानीय गोठालाहरूको गाई गुमेपछि खोज्दै गर्दा यस गुफाको प्रवेशद्वार फेला पर्यो। गाई भैँसी गुफाभित्र छिरेको देखेपछि स्थानीय मानिसहरूले यो गुफाको खोजबिन गरे र बिस्तारै यसको धार्मिक महत्त्व खुल्दै गएको थियो। अब हामी कुरा गर्छौं गुफाभित्रको रहस्यमयपूर्ण शिवलिङ्गहरूको कुरा। गुफाभित्र प्रवेश गरेपछि केही अगाडि गएपछि एक अत्यन्त सुन्दर प्राकृतिक शिवलिङ्ग देखिन्छ जुन चट्टानबाट स्वाभाविक रूपमा बनेको छ। यो शिवलिङ्ग गुफा फेला पर्नुभन्दा अगाडि नै त्यहाँ रहेको मानिन्छ। त्यसैले यस गुफालाई गुप्तेश्वर गुफा अथवा गुप्तेश्वर महादेव पनि भन्ने गरिन्छ। कतिपय धार्मिक अनुयायीहरूका अनुसार यो शिवलिङ्ग स्वयम्भू स्वतः उत्पन्न हो भन्ने विश्वास पनि गरिएको छ र बाटोमा हामी देख्दै गर्दा मान्छेहरूको भिड पनि देख्छौँ र मूर्ति अथवा शिवलिङ्गहरू कोरिएको आर्टिफिसियल होइन कि प्राकृतिक नेचुरल नै कोरिएको देख्न सक्छौँ। र योसँग जोडिएको गुफाको अर्को रोचक पक्ष भनेको देवीको झरनाबाट अथवा पातले छाङ्गो अथवा डेभिड फल्स बग्ने पानी गुफाभित्रबाटै पस्ने। यो पानी गुफाको भित्री भागसम्म पुगेर अनन्त फेरि गुफाबाट बाहिर निस्कन्छ। त्यसैले गुफाको अन्त्य अति अँध्यारो र चिसो रहस्यमय लाग्दछ। अब हामी कुरा गर्छौं गुफाको भित्री संरचना। गुफाभित्र प्राकृतिक रूपमै बनेका संरचनाहरू चिसो हावा, टपकने पानी र अँध्यारो वातावरणले गुफालाई एकदमै रहस्यमय र एकदमै अनौठो बनाउँछ। कतिपयले गुफाभित्र ध्यान गर्दा अद्भुत अनुभव भएको बताउँछन् र शक्ति प्रदान हुने कुरा पनि बताउँछन् है त। यसको धार्मिक महत्त्व पनि त्यत्तिकै छ। महाशिवरात्रि लगायत हिन्दू धर्मका मुख्य चाडहरूमा यहाँ ठूलो मेला लाग्दछ। भक्तजनहरू गुफाभित्र गएर शिवलिङ्गमा जल चढाउँछन् र पूजाआजा पनि गर्छन्। यहाँ गरिएको तपस्या वा मनोकामना पूर्ण हुने विश्वास गरिएको छ। र अहिले पनि देख्न सक्नुहुन्छ तपाईले हामी एउटा सिडीको माध्यमबाट एकदमै यसको गहिराईसम्म पुगिरहेका छौँ होइन। त्यहाँ मान्छेहरूको भिड अचानक यताउता गरिरहेको छ र हामी पनि त्यस नजिक पुग्दासम्म हामीले त्योभन्दा तल के छ त भनेर हेर्न खोजिरहेका छौँ। त्यसभन्दा तल वाल लगाइएको छ, ढुङ्गाको वाल, र यहाँभित्र पनि बिजुली अथवा बत्ती लाइन फिट गरिएको छ है। यहाँ मान्छेको चहल पहल एकदमै छ होइन। अब यसका रोचक तथ्यहरू पनि छन्। गुफा करिब 3 किलोमिटर लामो मानिन्छ तर सबै भाग खुल्ला छैन। यो हामीले जुन खुल्ला भाग देख्छौँ त्यो चाहिँ पातले छाङ्गो अथवा डेभिड फल्स देखिने अथवा त्यहाँबाट आउने एउटा बाटो रहेको छ। त्यो चाहिँ हामी निकै तलबाट यो देखिरहेका छौँ, जमिन माथिबाट हामीले यो देखिरहेका छौँ है त। अब हामी उकालो चढ्छौँ र हामीले यो पनि कुरा बुझौँ कि गुफाभित्र चिसो हिलो र पिलिक पिलिक प्रकाशले एकदमै मनमोहक कुरा दिन्छ होइन। र यस कारणले एक किसिमको आध्यात्मिक शक्ति पाउने अनुभूति हुन्छ। यो गुफा भूमिगत रूपमा देवीको झरनासँग जोडिएको छ जुन नेपालमा दुर्लभ प्राकृतिक संयोजन हो। र हामीले देख्न सक्छौँ यहाँ वालमा देख्न सक्छौँ यहाँ यसरी कोरिएको छ होइन, आकृतिहरू बनाइएको छ। यसबाट पानी टप्प टप्प चुइने गर्छ है त। यसरी हामीले पानी चुइएको देख्न सक्छौँ, यसरी पानी चुइएको देख्न सक्छौँ। र यस झरना डेभिस फल्स पातले छाङ्गा र यो गुप्तेश्वर महादेवको संयोजन भएको छ होइन। जसरी पातले छाङ्गो अथवा पातले छाङ्गाको पानी यस गुप्तेश्वर महादेवको भित्री भागमा आएर विलीन हुन्छ होइन, हामीले देख्न सक्छौँ होइन। हामीले कुरा पनि